नमस्ते साथीहरू। आज चाहिँ म पुलाउ बनाउन गइरहेको छु। सबैभन्दा पहिला अब एउटा भाँडोमा घिउ राख्नु पर्ने हुन्छ। घिउमा चाहिँ कन्जुसी गर्नु हुँदैन। अब यसमा चाहिँ अब काजु बदाम किसमिस तपाईँसँग के छ होइन, के उपलब्ध छ त्यो राखेर हल्का फ्राई गरिदिने। त्यति धेरै डिप फ्राई गर्न पनि हुँदैन यसलाई। अब यो हल्का फ्राई भइसकेपछि यसमा चाहिँ अब हामीले चाहिँ अब मसिनरी काटेको गाजर अनि हरियो केराउ राखेर फेरि हल्का फ्राई गर्ने। पुलाउमा चाहिँ अब हरियो केराउ र अब मसिनरी काटेको गाजर चाहिँ एकदमै यो हुनै पर्ने हुन्छ, नत्र पुलाउ पुलाउ जस्तो नै हुँदैन। अब यो लगभग रेडी भइसक्यो होइन। यसमा चाहिँ मैले अब स्पाइसी मसलाहरू तेजपत्ता, दालचिनी, स्टार सबै राखिदिएँ। अहिले पनि हल्का यसो फ्राई गर्ने। मैले यस्तो ठुलो एमाउन्टमा चाहिँ बनाएको थिएन होइन। अब एक्लैले बनाएको थिएँ। आज चाहिँ अब अरू पनि 2-3 जना साथीहरू छ। साथीहरूको लागि भनेर चाहिँ मैले अब 4 कप चामल भिजाएर राखेको थिएँ होइन। यो चामल चाहिँ अब तपाईँले 2-3 घन्टा अगाडि नै भिजाएर राख्नुपर्ने हुन्छ। अनि भिजाएर अब यता रेडी भएपछि एकचोटि राम्रोसँग एउटा जालीमा राखेर धोएर ठ्याक्क राखिदिएँ। अब सबै मिक्स गरेर लो हिटमा चाहिँ 5 मिनट जति यसलाई चाहिँ चलाउने बिस्तारै हल्का, किनभने बेसरी चलायो भने चामल टुक्रिन्छ र राम्रो देखिँदैन कि। अनि 5 मिनट पछि चाहिँ 5 मिनट जति पछि चाहिँ अब जति पानीको मात्रा चाहिँ कति राख्ने भनेर कन्फ्युज हुनु भएन। लगभग 4 कप चामल छ भने 4 कप जति नै पानी राख्दा हुन्छ। त्यो चामल हेरेर पनि हुन्छ होइन। त्यसमा चाहिँ आफूले नै बुझेर गर्नुपर्ने हुन्छ। यसमा चाहिँ अब कस्तो हुन्छ भने पानी धेरै भयो भने चाहिँ बिग्रिन्छ है। लगभग मेरो पुलाउ रेडी भइसक्यो होइन। हेर्दाखेरि राम्रै बनेको छ। खाँदा कस्तो हुन्छ टेस्ट अझै त खाना बाँकी नै छ। अब पुलाउ मात्रै खानेकुरो भएन होइन। अब पुलाउसँग अब फेरि मैले आज चिकन पनि बनाएँ। यो होल चिकन लिएर आएको थिएँ। यसलाई चाहिँ मैले अब नर्मल तरिकाले अब सामान्य तरिकाले बनाएँ। मैले यसको चिकनको चाहिँ अब रेसिपीहरू तपाईँलाई भन्दिनँ, किनभने यो चिकन भनेको चाहिँ अब जो कोहीले पनि बनाउन जान्ने र बनाइरहेको जस्तै अब डेली जस्तै बन्छ भनौँ न हाम्रो नेपालीहरूको भान्सामा अब चिकन चाहिँ। भिडियोहरू चाहिँ एकदम मेरो चाहिँ अब अहिले चाहिँ हप्तामा एउटा अथवा 15 दिनमा एउटा मात्रै आउने सम्भावना हुन्छ। किनभने अब यो अस्तिको प्रोटेस्टले चाहिँ त्यो मान्छेको मेन्टल हेल्थ नै कस्तो उस गरिदियो कि कम ब्याक हुनलाई नै एकदम गाह्रो भयो होइन। त्यो भएर पनि मैले अब भिडियोहरू चाहिँ एकदम कम बनाउँदैछु। अब तर हप्तामा एउटा अथवा 15 दिनमा 2टासम्म यसरी बनाउने विचार गर्दैछु होइन। समय नभयो नि होइन, समय चाहिँ हुन्छ होइन। अब त्यही हो, कहिलेकाहीँ अल्छी लाग्छ होइन, कहिलेकाहीँ अब आफ्नो स्वास्थ्य राम्रो हुँदैन। त्यो कारणले पनि मैले चाहिँ अब भिडियोहरू चाहिँ अलिक कम बनाउने गरेको छु। अब ट्राभल भ्लगहरू बनाउने विचार गरेको छु होइन। किनभने अहिले गर्मी छ, त्यही भएर पनि मैले अब सुरुमा 1-2टा बनाएँ। ट्राभल भ्लगहरू पनि आउँछ होइन केही समयपछि, आफ्टर 1 मन्थ। किनभने अब जाडो महिना सुरु हुन्छ। जाडो महिना सुरु भएपछि त हामी बाहिरतिर घुम्न पनि सजिलो हुन्छ। अहिले त अब गयो भने बाहिर निस्किने बित्तिकै 5 मिनटमा पुरै पसिनाले भिजेको हुन्छ, गाह्रो हुन्छ। त्यही भएर मैले ट्राभल भ्लगहरू चाहिँ खासै बनाएको छैन अहिले।
आफ्टर 1 मन्थ चाहिँ म जे होस् अब अबुधाबी दुबई अब धेरै ठाउँहरू छ जानलाई होइन, समय भयो भने चाहिँ कोसिस गर्छु म होइन। त्यो पनि हो। अनि साथीहरू भयो भने अझै राम्रो हुन्छ। यदि कोही साथीहरू होइन मसँग चाहिँ अब घुम्न जान चाहनुहुन्छ भने चाहिँ सम्पर्क राख्नु होला। आफ्टर 1 मन्थ प्लान छ मेरो चाहिँ होइन, दुबईतिर जाने प्लान छ। लगभग मेरो चिकन पनि रेडी भइसक्यो अब होइन। मैले यसको रेसिपी राखिनँ चिकनको चाहिँ। अब खानको लागि रेडी भयो यो। अब यो चाहिँ अब पुलाउ चिकन, अनि मैले यता आलु र चनाको सब्जी पनि छ थोरै। अनि नमस्कार सबैजनालाई होइन, भोपाल गुरुङ भ्लगमा स्वागत छ। आज चाहिँ अब स्पेसल चाहिँ के भनौँ होइन, एकदमै सजिलो लाग्छ मलाई चाहिँ यो पुलाउ बनाउनलाई चाहिँ। पुलाउ छ, अनि त्यस्तो स्पेसल भन्नाले चाहिँ अब यो चिकन त भइहाल्यो होइन। अब यो चाहिँ अब आलु र केराको सब्जी छ, अब यो खुर्सानी भएर सलाद, यति अरू केही पनि छैन। अनि सम्पूर्ण मेरो भोपाल गुरुङ भ्लग्स जसले हेर्नु भएको छ सबैजनालाई चाहिँ एकदम धेरै धेरै धन्यवाद। आज चाहिँ अब मैले चाहिँ यो पुलाउ बनाएँ होइन। अब नेपालतिर चाहिँ अब विशेष गरेर यो वनभोजतिर, अब हाम्रोतिर वनभोज भन्छ। अब प्रोटिनको आवश्यकता चाहिँ छैन होइन, अब र पनि अब अनि यो दही भइहाल्यो। ल सुरु गरेँ है त साथीहरू है, कस्तो भएछ आजको पुलाउ मेरो। सोनुस भाइ कस्तो भएको छ मेरो पुलाउ आज? हो यस्तो यसमा चाहिँ मान्छेले कस्तो गर्छ भने चिनी र नुन पनि हल्का मिसिरहेको छ कि, तर मलाई त्यो निम्किन हुन्छ कि गुलियो र हल्का नुन पनि हालेर। अनि मलाई त्यो निम्किन चाहिँ अलिक मन पर्दैन कि, त्यही भएर मैले नुन र त्यो चिनी चाहिँ हालेन कि आज चाहिँ। र अरूले चाहिँ नुन र चिनी मिक्स गरेर हुन्छ कि। खाने मैले पाउन न त्यसले ग्यास पनि एउटा दालहरू के लिएर किनेर त्यो त्यतिकै खायो पकाउनु पर्छ। अनि 16-40 नेपाली दाइ हुनुहुन्थ्यो, अनि त्यो दाइलाई दिएँ मैले। यहाँ 2 दिन मात्र यता लिएर आएँ कि सिटीमा अरू त आफै पकाएर आफै खानु भनेर त्यो सामानहरू लिएर आएँ। 3-4 दिन त्यही खप्पसै खाएर बसेँ मात्र। अनि त्यही श्रीलङ्काबाट भात बनाउँछ कामहरू, अनि त्यसले दिन्थ्यो। काममा जानेलाई जहिले रोटी लिएर। हामी नेपालीहरू चाहिँ फेरि त्यो खब्बुस चाहिँ पच्दैन कि, किनभने पानी छैन नि त। यो अरबीहरूलाई अनि पाकिस्तानीहरूलाई इन्डियनहरू चाहिँ ठिक हुन्छ, हामी त भात खाने बानी। त्यही भएर एक बिहान बेलुकालाई 2 छाकसम्म चाहिँ अब हुन्छ, अहिले डेली खायो भने पस्दैन। हामीलाई चाहिँ भातै चाहियो कि। तिमीहरू पनि अब भात चाहिँ राख्छु गर्छ, यहीँ भात पकाएर सब्जी मात्रै ल्याइने हुन्छ कि। चामल किन यहाँ भात आएर भात बस्छ होला, तर 12 बजेभन्दा पहिला गर्नुपर्छ, किनभने मलाई डिस्टर्ब हुन्छ 12 बजेपछि चाहिँ। 10 बजेमा अस्ति चाहिने काम गएको नि साथीहरू बोलाएर। तिमीहरू कुन चाहिँ क्याम्पमा मजन्डा क्याम्प? मजन्डा हाम्रो चाहिँ माउन्टेन गेट हो क्या। त्यो पहिला म बसेको रुममा
दाइहरूले साथीहरूले बोलाएर त्यहाँ गएको थियो। यो निकाल्नु मात्रै भयो त खाने पालै नआउने भएछ। पुलाउ खाने भने हालेर खायो भने ल गएर मलाई थोरै राख्दै हुन्छ बरु। दसैँको दिन गएर खाऊँ भनेर किन्न आएको नेपाली अरिजिनल अर्कामा अनि भाइ भएर हाम्रो त्यही दिन दसैँको बेला खाऊँ भनेको भन्दैन के भाइ खाना त खायो अस्ति नै खाना खान्छ भाइले खाना त खान्छ। अब हजुरसँग के हो डराएर होला अस्ति नै खाथेँ अनि त्यसपछि नखाने भन्छ। त्यसरी खाने थाहा भयो भने म अहिले नै एउटा राखिदिन्छु त आलु समाएको सब्जी। तिहारमा चाहिँ सेलरोटी हाल्ने विचार छ होइन। अनि त्यो मार्केटमा पाउँछ क्या रेडिमेड के अरे चामलको पिठो पाउँछ, तर त्यसको रोटी बन्छ भने थाहा छैन क्या। त्यो एकदम धेरै मसिनो भयो भने त्यस्तो हुँदैन क्या। फेरि त्यो अलिअलि खस्रो पनि चाहिन्छ। त्यो मार्केटमा पाउने पिठोको चाहिँ रोटी बन्छ कि भन्नु मलाई थाहा छैन।